सो तपाईँहरूलाई अहिले म मेरो टेरेस गार्डनमा रहेको मेरो हाइड्रोपोनिक देखाउँदैछु। मेरो हाइड्रोपोनिक सेटअपमा हाइड्रोपोनिक भन्नाले यो सोइललेस फार्मिङ, माटो बिनाको खेतीमा चाहिँ मैले चाहिँ यहाँ नजिक विभिन्न प्रकारको प्लान्ट्सहरू चाहिँ लगाएको छु, जसमा चाहिँ यहाँ मकै छ, अनि त्यसपछि म्यारिगोल्ड छ, त्यसपछि यो कुकुम्बर काँक्रा छ, अनि त्यसै गरी यो फ्लावर्सहरू अनि खुर्सानीहरू पनि छ है। सो यस्तोमा चाहिँ मैले फर्स्ट टाइम गरेको हो र यसमा चाहिँ फर्स्टमा यो गर्नुभन्दा अगाडि चाहिँ यस्तो यस्तो सानो सानो बोतलहरूमा चाहिँ गरेर यसबाट चाहिँ केही गल्तीहरू सिकेर अनि त्यसबाट चाहिँ मैले यो यो चाहिँ सेटअप गरेको है। यो चाहिँ फर्स्ट स्टेपमा चाहिँ मेरो हल्का रिजल्ट दिएको छ, जसमा चाहिँ रुट्स डेभलपमेन्ट हो। यहाँ देख्न सक्नुहुन्छ तपाईँले यो फ्लावर्सको चाहिँ यो रुटहरू, यहाँभित्र चाहिँ पानी हुन्छ। यो पानीमा चाहिँ यो रुट्सहरू चाहिँ यो प्लान्ट्स यहाँ हालेदेखि पछि चाहिँ यो रुट्स चाहिँ डेभलप भएको हो है। यो पहिला चाहिँ यत्रो ठुलो ठुलो रुट्सहरू थिएन। यहाँ नजिक चाहिँ मैले चाहिँ यो गरेको छु र त्यसै गरी यो मकै पनि छ। मकैको पनि रुट्सहरू चाहिँ मजाले डेभलप भइरहेछ है। यहाँ देख्न सक्नुहुन्छ मकैको रुट्सहरू पनि मजाले डेभलप भएको छ र त्यस्तै गरी अरू यहाँ नजिक कुकुम्बर हेर्न सक्नुहुन्छ। यो चाहिँ काँक्राको प्लान्ट हो र काँक्राको पनि रुट्स चाहिँ मजाले डेभलप भएको छ र यो चाहिँ मैले कतैबाट ट्रेनिङ लिएको छैन। ट्रेनिङ नलिकन चाहिँ मैले एक्सपेरिमेन्ट गर्दै बिस्तारै चाहिँ यहाँसम्म गर्दैछु। पहिला सुरुमा चाहिँ यो बोतलहरूमा गरेको थिएँ र त्यसपछि चाहिँ यसको फर्टिलाइजर्सहरू यहाँ दुईवटा छ, ए र बी भन्ने, र त्यस्तै छ है। सो तपाईँहरूलाई अगाडि पनि देखाउँदै जानेछु है त। यो मेरो टेरेस गार्डन यताहरू पनि छ है। सो थ्याङ्क यू।